ल है साथी हो, हामी चाहिँ चट्टासँगले साउदीको मेट्रो बिना ड्राइभरको मेट्रो चढ्नको लागि यो गाडीमा चढिसकेको अवस्था हेर्न सक्नुहुनेछ। मेट्रोसम्म जानको लागि बसको व्यवस्था यस्तो छ, एकदम राम्रो छ, एकदम क्लियर छ। सारा अहिले चाहिँ हामी यहाँनिर बस स्ट्यान्ड भएको ठाउँमा यहाँनिर मान्छे भए पनि नभए पनि एकदमै एकछिन रोक्नै पर्ने रहेछ हैन, त्यसले गर्दा गाडी रोकिरहेको छ। अब यसरी नै हामी अगाडि बढ्दैछौँ। आज पक्कै पनि तपाईँहरूलाई बिना ड्राइभरमा चल्ने मेट्रोमा चढेर पनि देखाउनेछौँ र भिडियो पनि बनाउनेछौँ है त। तपाईँहरूले भिडियो चाहिँ फेरि सुरुदेखि लास्टसम्म हेर्नुभयो भने मात्रै थाहा पाउनुहुनेछ नि। ओके, भिडियो अहिले चाहिँ हामी मेट्रो स्टेसन आइसकेको अवस्था हेर्न सक्नुहुनेछ। मेट्रो स्टेसन अब यो माथि चढ्ने हो सर्रा लगाएर हैन। यहाँदेखि फेरि मेट्रो स्टेसन माथिदेखि मात्रै मेट्रो भेटिने छ। हेर्न सक्नुहुनेछ यतातिरको दृश्य एकदमै रमाइलो ठाउँ छ। सरारा साउदी अरब रियादको कमाल धमाल। यता हामीहरूका भाइ पनि हिँड्दैछन् टक्रक टक्रक लगाउँदै। आमा यहाँनिर हेर्नु न, यहाँ त डबल पो देखिने रहेछ यार, खतरा छ नि त। अब अहिले चाहिँ हामी जाने भनेको यो माथि मेट्रोमा हो। सरारा गर्दै अब लाग्यो है, अब चढियो है त माथि। कस्तो रहेछ त हेरौँ। अब यहाँदेखि लिफ्ट हेर्न सक्नुहुनेछ। लिफ्ट र लिफ्टै ल लिफ्ट आयो है त। सरारा हेर्न सक्नुहुनेछ। अब हामी टक्कसँगले लिफ्टमा पसिसक्यौँ। अब सरारा नम्बर दबाउनु पर्छ कि पर्दैन हौ, कि आफै लान्छ त हामीहरूको कान्छाले। ल हामी लाग्यो है लिफ्टदेखि सर्रै मेट्रो बिना ड्राइभरको मेट्रो चढ्नलाई हेर्नु त लिफ्टदेखि। अब टक्क खोलिदियो। अब सर्लक्क हामी यहाँदेखि चाहिँ यतातिर प्रवेश गरियो। तर भिडियो चाहिँ खिच्न दिन्छ दिँदैन थाहा छैन, तैपनि मैले चाहिँ बनाइरहेको छु होइन। गाह्रो छ हौ, माग साग केही छैन, साह्रो कराउन मिल्दैन। तैपनि दृश्य मात्रै देखाउनेवाला छु है त सबैजनालाई। हेर्न सक्नुहुन्छ। सरारा हामी चाहिँ लिफ्टदेखि नि यो बेल्टमा चढिसकेको अवस्था। ल हेरौँ है त, यहाँदेखि नि माथि लाग्यो। अब यस्तरी सरारा चढ्दै। के छ भाइ, ठिक छौँ नि हामी? पक्कै नि सबैजनालाई हामी मेट्रो देखाउँदैछौँ है। मेट्रो स्टेसन आइएको छ होइन। यहाँदेखि भित्र हामी छिरिसक्यो। टिकट सिकट सबै काटिसक्यो। कार्ड यही हो। यहाँ चाहिँ कुरादानहरू हो। अब यतातिर चाहिँ धेरै पब्लिकहरू रहेछन्। गाह्रो छ नि फोटो खिच्न, यहाँ भिडियो बनाउन मिल्छ मिल्दैन। फेरि यहाँ त खराब झ्याप हो होइन, गाह्रो छ भिडियो बनाउनलाई पनि, लुकी हो। अब हल्का तपाईँहरूलाई यहाँ बाहिरको दृश्य देखाइदिने छु। हेर्न सक्नुहुनेछ बाहिरतिर है, खुब रमाइलो छ नि त, खतरा छ। हामी चाहिँ अहिले फाइनली मेट्रोभित्र चढिसकेको अवस्था। मेट्रो हेर्न सक्नुहुनेछ सबैजनाले। सरारा मेट्रो यहाँदेखि चाहिँ स्टार्ट भएर हिँडिसकेको अवस्था छ। सबैजनाले हेर्न सक्नुहुनेछ है त। बाहिरको दृश्य पनि हेर्नुहोस्। अहिले चाहिँ यो हामीहरूको ठाउँदेखि बथा यो हामीहरूको यो के पो ठाउँ भन्छ हो, 31 नम्बर कोक्रीदेखि लगभग बथा जाँदै गरेको अवस्था हो है।
मेट्रो यो कति डब्बाको छ भाइ मेट्रो कति डब्बाको हो तलतिरको दृश्य हेर्न सक्नुहुनेछ 4000 डब्बा ए छोटो खाले छ बिना ड्राइभरको मारे यो चाहिँ मेट्रो म चाहिँ अगाडि नि गएर बसौँला भन्ने चाहिँ सोच्थ्यो त सबै कुरा देखाउनको लागि तर अगाडि जान नसके तापनि फाइनली उत्रिने स्टेसनमा आइसकेका छौँ र यहाँनिरको स्टेसनको दृश्य हेर्न सक्नुहुनेछ कस्तो छ कस्तो मजाले सजाइएको छ हेर्न सक्नुहुनेछ यो चाहिँ फुल रेली फुल हो कि के हो हो त रहेछ त आमामा ओ माइ गॉड साँच्चीकै फुल पो रहेछ त म त यो त यसको पो भन्दै थिएँ त यार ल हेरौँ है गाइज यहाँनिर यस्तो यस्तो फुल यहाँनिर यस्तो भित्तामा अर्ग्यानिक पाराले उमारिएको रहेछ म चाहिँ यो चाहिँ सबै लाबरको पो होला भन्दै थिएँ यार रेली पो रहेछ त माथि हेर्नु यो माथिको दृश्य हेर्न सक्नुहुनेछ के बनाएका हुन् यति माथि आमा डेन्जर छ डेन्जर अब यहाँदेखि चाहिँ हामी सरर लगाएर यो लिफ्ट चढेर माथि जाँदैछौँ है त सरर यो पक्ड न यसरी यसरी पनि पक्ड सिधा गरेर लिफ्ट चढ्दै गरेको त्यस्तो होइन यस्तो बनाऊ न यस्तो लिफ्ट चढ्दै गरेको अवस्था गाइजो सरर लागेर के छ भाइ ठिक छ नि फाइनली हामी चढिसक्यो अब त्यस पछाडि भनेको यहाँनिर अघि मैले दृश्य तपाईँहरूलाई यो फुलहरू चाहिँ साँच्चीकै फुल रोपेको भनेर देखाइरहेको थिएँ नि यहाँदेखि एकदम क्लियर देखिँदो रहेछ हेर्न सक्नुहुनेछ यहाँनिर आमामा क्या खतरा रहेछ त है डेन्जर पो रहेछ त यता म त कृत्रिम बनाएको फुलहरू पो होला भने त के को बनाएको फुल हुँदो रहेछ बाफ्रे बाफ्रे खतरा छ मेट्रो स्टेसन मान्छेहरू कोही छैन हामी मात्रै बिन्दास छौँ के हाल चाल है भाइ साहब ठीक हो न कहाँकै हो अब यहाँदेखि हामी कहाँ जाँदैछौँ अरे बाहिर निक्लिने कि अझै फेरि हामी यहाँदेखि माथि चढ्दै गरेको अवस्था छ है त सरररर लगाएर हेर्न सक्नुहुन्छ फेरि चढियो बेल्टमा चढियो है त सिट बेल्टमा चढेर लाग्यो उकाली ओह्राली भन्ज्याङ चौतारी रमाइलो छ यहाँनिर चाहिँ लेडिज रहेछन् है केही भन्छन् कि गाह्रो छ नि भिडियो बनाउन मिल्छ मिल्दैन अब यहाँ चाहिँ दायाँ बायाँ नघुमाइकन एकदम सिम्पल पाराले अगाडि लिएर जानु परेको छ जे भने नि भनोस् न बाल मतलब छैन अरे भनियो भने बन्द गरौँला भनिन भने यत्तिकै यहाँनिर काम गर्ने स्टाफ जस्तो लाग्यो त्यसले गर्दाखेरि यिनीहरूको भिडियो क्याप्चर गर्न मिल्दैन त्यसले गर्दाखेरि के भयो भाइ हामी गलत रास्ता आयौँ कि क्या हामी चाहिँ अहिले रङ साइड आइएछ होइन रङ साइड लागिएको हो भाइ यो त गाह्रो भयो त हामीलाई गाह्रो भने नि माथि नै चढ्नुपर्ने रहेछ त्यस्तो खासै गाह्रो आपत्तिजनक छैन होइन यहाँ चाहिँ स्टाफहरू टन्नै रहेछन् होइन अब यहाँनिर भिडियो खिच्नु हुँदैन भन्ने होला मान्छेहरूलाई तर हामी टेर्ने भए पो हामी त टेर्दैनौँ अब यहाँदेखि सरर घुम्दै जानुपर्ने होला होइन अहिले फाइनली हामीहरूको मेट्रो चाहिँ आउने ठाउँ यतातिर रहेछ है गाइज यहाँनिर आउँछ यो गेटको उतापट्टि यो भित्र साइडमा त्यहाँनिर आउँदो रहेछ गेट अनि 5 नम्बर यही त होला नि एक्जिट 5
5 नम्बर खोइ 5 नम्बर भेटाइयो नि त यसलाई सोधिहाल त कान्छ कतापट्टि अरे यही हो त्यही त यही नै हो भन्ने चाहिँ हामीलाई लागिया छ ओहो यिनीहरू चाहिँ सबै यो अन्डरग्राउन्डहरू हैनन् है पन्ली माथि टाक्रक टाक्रक बनाएका हुन् खतरा रहेछ बाहिरदेखि हालेर त सानो सानो देखिन्छ भित्र पछि त भयङ्कर पो रहेछ त यहाँ त है यो माथि माथिको दृश्यहरू हेर्न सक्नुहुनेछ खतरा बनाएको नि त के गरौँ त यहाँनिरको पेट्रोलको पैसा सबै यसमा हालेको छ हेर्नु न डिजाइन डिजाइन बनाएर खतरा छ फाइनली अहिले चाहिँ हामी बथा आइसकेको अवस्था मेट्रो चाहिँ यही हो यो भित्रतिरको हेर्न सक्नुहुनेछ यस्तो छ है त अब बाहिरको दृश्य देखाउन नसके नि सारा हिँडेको दृश्य देखाइदिँदैछु तपाईँहरूलाई अब लाग्यो बाई बाई ल है त हिँड्यो मेट्रो अब हामी लाग्यौँ फेरि माथि अब चाहिँ हामी बथा आइसक्यौँ अब बथाको पनि यहाँ तल उत्रेर तपाईँहरूलाई देखाउने क्लिन गर्ने लेडिज साउदी हो क्या साउदी केनिया वाले हामी त तल झर्नु पर्ने त मान्छे त माथि चढेको चढै भयो नि त कति माथि जानु पर्ने हो फेरि अनि तल झर्नु पर्ने मान्छे माथि गएर लिफ्टमा झर्नु कस्तो खर्च गरेको गाई चाहिँ हेर्न सक्नुहुनेछ कति चाहिँ खर्च गरेको त बापरे काट्नुपर्छ फेरि निक्लिने बेलामा ए अब फाइनली एक्जिट गर्नुपर्ने हो अब अहिले चाहिँ हामी फाइनली एक्जिट गर्ने ठाउँमा आइसकेका छौँ खै त यहाँनिर त गड्याङ गुडुङ कहाँनिर यहाँ हो एक्जिट गर्ने ठाउँ गरिदिउँ न त के भयो हेलमा लगाएर उमाइ गरी यहाँ त पुलिसहरू पनि रहेछन् यार पुलिसहरू पनि छन् त यार यहाँनिर चाहिँ ढोका अब यहाँनिर कार्ड नलगाइन्जेलसम्म खोल्दो रहेनछ ती कार्ड लगाउने झ्याप्प यस्तो ट्याक्कै खोल्ने यस्तो खाले कार्ड सिस्टम छ कार्ड लगाइसकेपछि यहाँनिरको बस पनि चढ्न पाइने बाहिर निक्लिन पनि पाउने कार्डमा पैसा चाहिँ अनि के गर्छन् त अब तिनीहरूले फेरि पैसा उयो गर्ने हो फेरि रिचार्ज गर्ने अब यो लास्ट हो म त माथि माथि छौँ भने त अन्डरग्राउन्ड पनि कस्तो अन्डरग्राउन्ड हामी कहाँ रहेछौँ त यार है हामी त झन्डै अर्कै दुनियाँ पुगिसकेका रहेछौँ त तलतिर के अन्डरग्राउन्डमा होइन समथिङ के को 100 मिटरको क्या बात करते हो यार भाइ साहब 100 को कति 1 किलोमिटर हुन्छ होइन 100 मिटरको 1 किलो हुन्छ 1 किलोमिटर ए 1000 को भने चाहिँ कहाँ 100 मात्रै हुने यार यत्रो तेरिका यो कमसेकम 500 मिटर बल्लैले आइएछ म त तेरिका
मेट्रोमा चढेको हिसाबले हामी चाहिँ माथि माथि नै छौँ जस्तो लाग्थ्यो, तर के को माथि हुने नि, यहाँ भर्खर पो माथि निक्लिएछ यार है। त्यतिका ल हेरौँ, हामी चाहिँ यही सहर बजारमा आएका हौँ है त। यही सहर बजारतिर फाइनली आइपुगिएको अवस्था। अब घुमघाम कार्यक्रम छ, हल्का घुम्ने हो यहाँनिर होइन। अब मेट्रो खोइ मजाले देखाउनै पाइँदो रहेनछ होइन, त्यस्तै उस्तै हो, गाइजो चढियो बिना ड्राइभरको मेट्रो। साउदीमा फर्स्ट टाइम अब चल्दै गरेको पनि हो, त्यसले गर्दा चढियो, चित्त बुझ्यो नि त। नयाँ चिज अब कहीँ आयो अरे है भनेपछि अब त्यो चिज चाहिँ कस्तो रहेछ भन्ने सबैलाई अनुभव हुनु पक्कै पनि मन लाग्छ। त्यो हामीहरूलाई पनि लागेको थियो, त्यो इच्छा पुरा गऱ्यौँ होइन। एकदम त्यति इच्छा पुरा गरेर चाहिँ फाइनली बाहिर निक्लिरहेछौँ। घाम लागिरहेछ एकदमै तातो। अब त्यो भित्र चाहिँ फर्स्ट टाइम चढेर पनि हो र धेरै कुराहरू अब मिल्छ मिल्दैन भिडियो बनाउने त्यो प्रकारले अलिअलि छासा छुसा मात्रै बनाइयो होइन। अब चाहिँ अलिक मजाले जानकारी लिएर कुनै दिन चढिएछ भनेदेखि चाहिँ फाइनली एकदम राम्रो भिडियो लिएर आउनेवाला छु भन्न चाहन्छु। अनि अब हामी आएको बजार चाहिँ यही बजार हो है। अब यो बजारमा चाहिँ अब घुमघाम कार्यक्रम छ, हल्का फल्का सामानहरू लिनुपर्ने छ। अनि मोबाइल लिनुपर्ने छ, आइफोन 15 होइन, 15 कि 16 चाहिँ लिनु पर्ला यार, 16 चाहिँ लिनु पर्ला। अघि अर्को ठाउँमा एक ठाउँ बुझेको थोरै मात्रै रहेछ यहाँनिरको, त्यसले गर्दाखेरि गोजीमा दाम छैन, कान्छा गोजीमा दाम छैन भने जस्तो। यहाँनिर हेर्नुहोस्, हामीहरूको पनि चट्टा नेपालमै जस्तो, नेपालको बजार जस्तै यहाँनिर बजार लागेको हुन्छ। हेर्नु सक्नुहुनेछ, जे कुरा पनि पाइन्छ यहाँनिर। भिन्डी, आलु, तरकारी र यहाँनिर चाहिँ अब यो चाहिँ सानो हो। फाइनली अब हामी चाहिँ एकदमै ठुलै ठाउँमा जान खोज्दैछौँ। अब यिनीहरू चाहिँ हामी खासै लाँदैनौँ, हामीहरूको चाहिँ वहीँ कम्पनी नै प्रशस्त सबै थोक पाउँछ। त्यसले गर्दाखेरि यहाँ चाहिँ हामी हल्का दृश्य हेर्न मात्रै आएका हौँ। कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ हामी फाइनली अहिले चाहिँ हामी फाइनली फर्किँदै गरेको अवस्था हो गाइजो। रुमतिर सबैतिर घुमियो, मेट्रो पनि चढियो, बजार पनि घुमियो होइन, रमाइलो पनि भयो, खाइयो पियो, मौज मस्ती गरियो। अब चाहिँ लाग्यो है रुमतिर गाइजो। सारा यही गाडी चढेर अहिले चाहिँ हामी मेट्रोमा चढेका छैनौँ, यो मेट्रो स्टेसनसम्म लाने गाडीमा चाहिँ चढिरहेछौँ। अब यही गाडीमा जाँदैछौँ। अब यता बाहिरतिरको दृश्य देखाउँ भन्दाखेरि हेर्न सक्नुहुनेछ, यस्तै छ बाहिरको दृश्य चाहिँ। अब खासै राम्रो छैन यहाँनिर, यो गाउँ बस्ती जस्तै ठाउँ हो होइन। त्यसले गर्दा हेर्ने लायकको केही दृश्यहरू रमाइलो चाहिँ छैन, तैपनि हल्का केही न केही देखाउन भनेर देखाएको मात्रै हो तपाईँहरूलाई। हेलो गाइज, अहिले चाहिँ फाइनली हामी रुमतिर जाँदै गरेको अवस्था। घुमघाम कार्यक्रम सकियो है। अब चाहिँ रुमतिर जाँदैछौँ है त गाइज। मेट्रो बस चढेर हेर्ने न, मेट्रो गाडी बिना ड्राइभरको गाडी थाहा छ नि। बिना ड्राइभरको गाडीमा यसरी हिँड्छ पो त, टङ 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 लगाएर टङ टङ लगाएर चल्छ त गाडी त, हल्लाउँदो पनि पो रहेछ त यसले त। माथि आकाशमा उड्ने प्लेनले त हल्लाउँछ, गाडीले त किन नहल्लाउला है। तपाईँहरूले फेरि उत्तर त्यही दिनुहुन्छ ल, त्योभन्दा पहिल्यै मैले दिइहालेको। हेर्न सक्नुहुनेछ बाहिरको दृश्यहरू। हेलो गाइज, एउटा कुरो भन्नुहोस् त, तपाईँको कत्रो छ? तपाईँको कत्रो छ भनेको प्रश्न सोधिरहेको छु, उत्तर दिनुहोस्। चस्मा के चस्मा? फटा मान्छे गलत सोचिरहेको। हेलो भाइ, के छ खबर? ठिकै छ दाजु, एकदम बिन्दास हो। तिम्रो कस्तो छ? मेरो राम्रो छ। के राम्रो छ? चस्मा। नट्टी बोय क्वेसन त आएन नि।
नहीं हो ल ठिक छ त्यसो भए। हामी चाहिँ रुम जाँदै गरेको बजारदेखि है टुङ लगाएर चली हालि चालि के छ खबर अरे यस्तै छ है गाइज। हामी चाहिँ यहाँनिर सारा गाडीमा जाँदै गरेको अवस्था होइन। केही दृश्यहरू यतातिरको हेर्न सक्नुहुनेछ। हरियाली साउदिया भनेको यही हो। यो पनि बाटोको छेउछेउमा लगाएको पौधाहरू हो, हेर्न सक्नुहुन्छ। बाटोको बिचमा लगाएको पौधाहरू यस्तो छ। फाइनली अहिले चाहिँ हामी घुम्दै घरतिर जाँदै गरेको अवस्था। व्यवस्था चढिरहेछन्, आउने आइरहेछन् साथीभाइहरू है। हेलो गाइज, यहाँ हेर्नुहोस् त, हामी चाहिँ आउँदै गरेको पाराममा हावा यस्तो चल्यो कि साउदी अरबमा यस्तो चल्यो कि सबैतिर हेर्नुहोस् धुलो उडेर अन्धकार बनाइदिएको छ गाइज। गाह्रो छ है हामीलाई। ड्राइभरले पनि बाटो नदेखेर 1 घन्टा यहीँनिर वेट गरायो हामीलाई र भर्खरै स्टार्ट हुँदैछ। लगभग अब चाहिँ पक्कै पनि हामी रुम पुग्छौँ जस्तो छ है त गाइज। यार तनाव दियो नि हावा आउमा एकैचोटि कहाँदेखि चलो हावा चलेको चाहिँ देखाउन पाइएन। अब चाहिँ हामीहरूको उत्रिँदा भइसक्यो। म चाहिँ अब उत्रेँ यहीँदेखि है। अब हामी चाहिँ यहीँनिर उत्रियो गाडीदेखि सारा हेर्न सक्नुहुनेछ। हामी आएको गाडी चाहिँ यही गाडी है। खतरा छ नि त मेट्रो। यस्तो खाले के मेट्रोमा लाने गाडी मात्रै हो यो। मेट्रो चाहिँ होइन खासै होइन, मेट्रोमा लाने गाडी चाहिँ हो यही बस। मेट्रोसम्म पिर्याउने गाडी यहीँ बसौँ भाइ। अब यहाँदेखि ट्याक्सीमा जानुपर्छ फेरि, गाह्रो छ हौ हामीलाई। हेलो गाइज, अहिले चाहिँ फाइनली हामी रुमतिर जाँदै गरेको अवस्था। घुमघाम कार्यक्रम सकियो है। अब चाहिँ रुमतिर जाँदैछौँ है त गाइज। मेट्रो बस चढेर हेर्ने न, मेट्रो गाडी बिना ड्राइभरको गाडी थाहा छ नि। बिना ड्राइभरको गाडीमा यसरी हिँड्छ पता टङ लगाएर अब टङ लगाएर चल्छ त गाडी त। हल्लाउँदो पनि पो रहेछ त यसले त। माथि आकाशमा उड्ने प्लेनले त हल्लाउँछ, गाडीले त किन नहल्लाउला है। तपाईँहरूले फेरि उत्तर त्यही दिनुहुन्छ ल, त्योभन्दा पहिल्यै मैले दिइहालेको। हेर्न सक्नुहुनेछ बाहिरको दृश्यहरू।